गोली चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु। रबरको गोली मात्रै चल्या हो, अरू होइन, मैले जवाफ पाएँ। पछि मैले सुने 14 जनाको निधन भइसक्यो। कसरी 14 जना मारिए युवाहरू, मैले खोजेको छु। मैले सोधेँ कहाँ गोली लागेको छ, कसरी मरे त? टाउकामा, छातीमा। अनि खुट्टा त सुरक्षा फोर्सले त घुँडामुनि हान्ने चलन हुन्छ, घुँडामुनि हाने हुन्छ, कसरी टाउकामा गोली लाग्यो? म सोध्दैछु यस्तो किन भइराखेको छ, कसरी रोक्न सकिन्छ यस कुरालाई, म भन्दैछु। अनि म त्यो सदाशयताका साथ रक्तपात नहोस् देशमा, उल्कापात नहोस् देशमा, अप्रिय स्थिति नबनोस् देशमा भनेर म भनेको भनाइ गर्ने, सोचेको सोचै गर्ने। अनि जसले त्यो उपद्रव मचाउँछ तिनीहरूले केपी ओली दोषी भन्ने। मलाई त्यो बहुतै दुःखद घटनाप्रति वास्तवमा म स्तब्ध भएको, अत्यन्त दुखित भएको। मैले त्यसै बेलुका भने म अत्यन्त दुखित छु यस घटनाबाट। म अत्यन्तै दुखित छु। यो कसरी भयो? मैले त्यसै बेलुका मन्त्री परिषदको बैठक बसेर यो कसरी भयो यसको छानबिन गराउँछु, न्यायिक छानबिन गराउँछु, न्यायिक आयोग बनाएर छानबिन गराउँछु भनेको थिएँ। त्यति बेरै त आयोग बन्ने कुरा भएन। त्यति बेर त आयोगमा बस्ने मान्छेहरूसँग कुरा गर्नु पर्यो। अब त्यसभन्दा पछि मैले भोलिपल्ट 11 साढे 11 बजेतिर राजीनामा दिएँ। अघिल्ला दिनको दुर्घटना त भएकै थियो, भोलिपल्ट नहोस् भनेर मेरो धेरै प्रयास थियो। तर जब मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ। त्यसपछि तोडफोड, आगजनी, अनेक खालका अप्रिय घटना